हेर्नुहोस् न अब कत्रो केरा यो ग्वाटी केरा भन्छ हेर्नुहोस् न तसबे अझै हेर्नुहोस् है यहाँनिर सानो केरा छैन अहिले लडाएको कि हाम्रो गाईलाई दिनु पर्यो भने बारीमा केरा रोपेको गाई छैन हो घाँस कटाइ चाहिँ सानो हुँदैन हो यहाँ छोराले काट्नु हुँदैछ केरा केरा सानो छैन हेर्नुहोस् न केरा कत्रो भयो काट्यो भने पनि 10-20 किबी आउँदो रहेछ केरा कत्रो केरा छ अहिले लडाएको कि उहाँहरूलाई आइडिया पुगेन अरे उहाँहरूलाई आइडिया नपुग्दा चाहिँ मलाई तल निकै लेक्सेपबाट यहाँ डिमान्ड भयो बिहान डिमान्ड भएको थियो हुन्छ केरा चाहिँ एकदम छ र यो केरा चाहिँ ग्वाटी केरा अब गाउँको लागि चाहिँ अब कति फुट 25 फुट लामो रहेछ लामै हो अझै अब यहाँ काकीलाई चाहिँ 1 कपडासम्म पुग्छ अरे काकी भन्छ छेत्री जस्तो ए छना भन्दा बिर्सिहाल्छु यो के गर्नु भएको छ नि के ल गाईलाई गोरुलाई नदिनु गोरुलाई त दुध घाँस गाई त छिरेर त्यहाँ उहाँले त्यो दुःख गर्छ डाइरेक्ट 25 केजी दुध आउँदो रहेछ यो गाईलाई चाहिँ अहिले चाहिँ हावाईमा चाहिँ अब तयारी भ्याउनु आँटेको छ हो बेगौती पनि खाइ नखाइ हुने पर्यो मिठो घाँस काट्नु रहेछ के मिठो काट्नु भयो है त्यो पानी हुन्छ डोकै सानो छैन अर्ग्यानिक बाँसको टोको यो त माथि 7 माइलको देमाले पो दिएको त उहाँले लाउनु हुँदैछ बुढीमान बेसी तमस न पारै बरु त्यो भन्दा केरा दाम्चा बोकेर हिँड्न तेरो के भिडियो गरिबस्छस् खुसी आज लडाइँ पाएर like